गुड मर्निङ सबैजनालाई है। आज चाहिँ हाम्रो नेपालीको नयाँ साल कति हो त्यो पनि 2082 2082 साल नेपाली नयाँ साल 2082 नेपाली नयाँ साल 2082 है। अब हेर्नुहोस् मैले यो किन सोधेँ भनौँ, यो मैले हस्बेन्डलाई सोध्दैछु नि, यस्तै गरेर मलाई थाहा छैन, सबै हाम्रो नेपालीहरूलाई प्रायः जस्तोलाई थाहा हुँदैन रहेछ है। अनि मलाई थाहा थियो 2082 भनेर, मलाई अघि भर्खर हस्बेन्डले भन्नुभएको थियो, तर पनि मैले सोधेँ ताकि भिडियोमा इक्जाम्पल देखाउनुको लागि। हामीहरू चाहिँ अब हेर्नु, भोलि बेङ्गोलीको न्यू इयर होइन, पहिलो वैशाख भन्छ, अफर चारैतिर अफर आइरहेको छ। किन अफर आएको भन्दाखेरि हरेकमा जानु तपाईँ होइन, तपाईँले खाने चिजदेखिको लिएर घरको के भन्छ, घरको चिजदेखिको लिएर ज्वेलरीदेखिको लिएर है, अनि अब हेर्नु डिजिटल क्रोममा होइन, यो सबै चिजहरूदेखिको लिएर ग्रोसरीदेखिको लिएर होइन, इलेक्ट्रोनिक्स भने नि मैले, डिजिटल क्रोमाहरूको इलेक्ट्रोनिक्सदेखिको लिएर ज्वेलरी होइन, सबैमा चाहिँ पहिलो वैशाखको अफर चलिरहेको हुन्छ होइन। यो विषय लिएर मैले किन भिडियो बनाएको भन्दाखेरि चाहिँ पहिलो वैशाख भनिसकेपछि न्यू इयर बेङ्गोलीको भनेर है चलेको, तर हाम्रो नेपालीको पनि त आज नयाँ साल हो होइन। खोइ यो त एकदमै कहीँ केही छैन, नेपालीको नयाँ साल हो 14 तारिक चाहिँ होइन। यिनीहरूको लागि हाम्रो नेपालीको नयाँ साल न्यू इयरको अफर दिउँ होइन, यो सबै त हुँदैन। किन हुँदैन? किनकि हामी आफूले नै यो सबै चाहिँ बिर्सिसकेको छौँ, हामी नेपालीहरूले चाहिँ। त्यसमा म पनि छु है होइन। सबैले गर्नुपर्छ यो चिज। आज मलाई हस्बेन्डले के भन्नुभयो, मैले भने अब मेरो भोलि छुट्टी क्यान्सल भएको छ होइन, छुट्टी छैन। अन्त पहिलो वैशाखको लागि गर्दा मलाई भन्नु, भोलि त तिम्रो छुट्टी छैन होला है भन्दै भन्नुभयो। छैन नि, पहिलो वैशाखले गर्दा होइन। थाहा छ पहिलो वैशाख के हो भन्नुभयो त, मैले बेङ्गोलीको न्यू इयर हो, त्यसले गर्दा चाहिँ अब अफरहरू चलिरहेको छ, कस्टमरहरू पुरै हुन्छ र छुट्टी छैन हाम्रो भने। अन्त आज के हो थाहा छ तिमीलाई भन्नुभयो। अन्त मैले भने आज के निक्लिँदै रहेछ यहाँ, मासु पोला कस्तो लाग्यो। आज थाहा छैन मलाई भने। मलाई के भन्नुभयो, आमा तिमीलाई पहिलो वैशाख थाहा छ, आज हाम्रो नेपालीको न्यू इयर हो, त्यसो थाहा छैन? तिमीले थाहा छैन?